पार्न लागेको सबै काटकुट पारेर रेडी गरिसकेँ। सो लेट्स स्टार्ट। हाम्रो अचारको लागि भाँडा तात्दैछ। सुरुमा तेल हाल्दिउँ, त्यसपछि जिरा पुऱ्याइदिने। जिरा पुरिसकेपछि चाहिँ यो हालेँ मैले। बढ्क्यो ल, प्याज पनि हालेँ। त्यसपछि चाहिँ प्याज, लसुन अनि अदुवा अनि यो डल्ले खोर्सानी हालेको है। भुटिसकेपछि चाहिँ धेरै भुट्न पनि पर्दैन, अलरेडी लसुन पसुन पारेर हुन्छ। त्यस्तो पिस काट्दा हुन्छ। ल, अब चाहिँ मरमसलाहरू हालौँ। पहिला बिस्तार, अनि त्यसपछि अलिकति कलरको लागि मात्र मुख त सुकाउनै भएन नि, मजाले हाल्यो होइन। त्यसपछि म यति हाल्छु। ए उयो हालौँ न, अघि नखान्छ। यति गरेपछि यसमा चाहिँ पानी हालेर मैले छोडिदिन्छु, धनिया पनि छर्किदिन्छु। यो अचारको लागि पनि पाक्यो। अब यसलाई चाहिँ म एउटा भाँडामा सिफ्ट गर्छु छिटो सेलाउनको लागि।